नमस्कार भक्त सज्जनबिनहरू, सर्वप्रथम यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म भिजुल परियार धर्म ग्रन्थ युट्युब च्यानल। भक्त सज्जनवृन्द, आजको यो विषयमा मैले तपाईँहरूमा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएको छु। यो भिडियोमा मैले तपाईँहरूलाई असाध्यै महत्त्वपूर्ण विषयमा जानकारी गराउनेछु। आजको यो भिडियोमा मैले तपाईँहरूलाई पत्थरमा बसेर यानि कि ढुङ्गामा बसेर कुनै पनि व्यक्तिलाई कुन दोष छ, के को लाइलगन छ, त्यो सबै पत्ता लगाउने विषयमा यहाँहरूलाई मैले जानकारी गराउन गएको छु। त्यसो त यदि तपाईँहरू मेरो यो धर्मग्रन्थ युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। नजिक रहेको बेल आइकनलाई प्रेस गरी अल गर्न नबिर्सनु होला, किनभने मैले तपाईँहरूको माझ ल्याउने गरेको विभिन्न नयाँ भिडियोहरू तपाईँहरूको युट्युब च्यानलको नोटिफिकेसन बारमा देखाउनेछ र त्यहाँ गएर तपाईँले त्यो भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। आफूले आर्जन गर्नुभएको ज्ञान आफ्नो साथीभाइ, आफ्नो फ्रेन्डहरूलाई पनि सेयर गरेर धेरैभन्दा धेरै साथीहरूमाझ पुर्याइदिनु होला कि तपाईँको साथीले पनि तपाईँले जस्तै ज्ञान आर्जन गर्न सकोस् है। त्यस कारणले आजको यो विषयमा मैले तपाईँहरूलाई जस्तै यो मैले तपाईँलाई देखाइरहेको छु, यो एउटा ढुङ्गा भयो है, पत्थर भयो। यो ढुङ्गामाथि बसेर है कुनै पनि व्यक्तिलाई लाइलगन मध्ये कुनको दोष छ त्यो पत्ता लगाउने र कुन दिशापट्टिको लागेको छ त्यो पत्ता लगाउने विषयमा यसले जानकारी गराउँदछ। त्यही विषयमा मैले तपाईँहरूलाई आज जानकारी गराउनको निमित्त उपस्थित भएको छु है। यसमा अब यो मन्त्र कस्तो छ, के छ भन्ने बारेमा चाहिँ यो आफैमा स्वयं सिद्ध मन्त्र रहेको छ। यो मन्त्रलाई तपाईँले कुनै पनि ग्रहण समयमा होस् अथवा कुनै पनि शुभ योग पारेर औँसीमा, पूर्णिमामा अथवा ग्रहणको समय अथवा कुनै पनि तिथिहरूमा, कुनै पनि चाडपर्वमा तपाईँले यो मन्त्रलाई 108 पटक रुद्राक्षको मालामा पूर्व अथवा उत्तर मुख गरेर एउटा शुद्ध र पवित्र आसनमा बसेर जप गर्नुभयो भने तपाईँहरूको लागि यसले आजीवन काम गर्नेछ। कुनै पनि व्यक्ति तपाईँकोमा आउँदै गर्दा उसले के को दोष छ, कुन बाधा छ, मसान, भूत, प्रेत, पिचास लगायतका डाकिनी, साकिनी, हाँकिनी लगायतका जुन यो नकारात्मक इनर्जी मध्येमा कुन दोष छ त्यो बारेमा तपाईँले त्यो व्यक्तिलाई ढुङ्गामा बसाएर यो मन्त्र भन्दै गर्दाखेरि यसले पत्ता लगाउँछ। योभन्दा पहिला तपाईँले यसलाई के गर्नुपर्छ भन्दा अगाडि मैले अघि बताए अनुसारले तपाईँले 108 पटक चाहिँ यसलाई जप गरेर सिद्ध गर्नुहोला। स्वयं सिद्ध भन्दै गर्दा मन्त्र आफैमा शक्तिशाली हुँदैन। तपाईँले त्यो मन्त्रलाई प्राण प्रतिष्ठा यानि कि त्यो मन्त्रमा तपाईँले शक्ति वर्धक बनाउनको निमित्त तपाईँले त्यो मन्त्रलाई जागरुक बनाउनको निमित्त 108 पटक अनिवार्य रूपमा जप्नुहोला। मन्त्र पनि म तपाईँलाई अहिले स्क्रिनमा दिनेछु। त्यसको विधि विधान के छ भने यो ढुङ्गा भयो, तपाईँले यो ढुङ्गालाई त्यो मन्त्रलाई तपाईँले चाहिँ भन्दै गर्दाखेरि पहिला यसरी घुमाउनु होला, टेबल अथवा भुइँमा राखेर है। यसरी घुमाइसके पछाडि तपाईँले यो ढुङ्गालाई अभिमन्त्रित गर्नु होला। एकचोटि मन्त्र भन्नुलाई एक फुक गरेर मार्नु होला। एवं हृदय तपाईँले 11 पटक यो ढुङ्गालाई अभिमन्त्रित गर्नु होला, घुमाउँदै अभिमन्त्रित गर्नु होला है। त्यस पछाडि तपाईँले सम्बन्धित व्यक्तिलाई ढुङ्गामा बसाल्नु होला। त्यो व्यक्ति पवित्र र शुद्ध हुनुपर्छ है। यसमा महिला पनि बस्न मिल्यो, पुरुष पनि बस्न मिल्यो। जुनसुकै उमेर समूहको, जुनसुकै राशिको महिला पुरुष जो पनि बस्न मिल्दछ है। त्यस कारण तपाईँले यसलाई यो ढुङ्गामाथि बसाल्नु होला र यो मन्त्र तपाईँले मनमा नै तपाईँले भन्नु होला। जब तपाईँले त्यो ढुङ्गालाई अभिमन्त्रित गरिसक्नु भएको छ त्यसपछि तपाईँले मनमा भन्नु होला। त्यसको विधि विधानको बारेमा तपाईँहरूलाई पूर्ण रूपमा जानकारी हुनेछ। मन्त्र भने यस प्रकार रहेको छन्। ओके पनि भक्त सज्जनबिनहरू, यहाँले मन्त्र देखिसक्नु भएको छ। त्यो मन्त्रलाई तपाईँले यहाँबाट स्क्रिनबाट टिप्नु होला। शुद्ध र पवित्र भाव लिएर यो मन्त्रलाई तपाईँले 108 पटक जप गरेर सिद्ध गर्नु होला, कण्ठ गर्नु होला, कण्ठपछि जप गर्नु होला। त्यस पछाडि तपाईँले अघि मैले बताए अनुसारले यही ढुङ्गामा प्रयोग गर्नु होला। यस्तै तपाईँसँग चाहिँ बेलन आकारको ढुङ्गा हुन आवश्यक हुन्छ। जुन ढुङ्गा बिचमा चाहिँ उड्किलो अथवा बिचमा मोटो र दायाँ बायाँ अलि सानो भएको हुनुपर्छ र यस्तै बेलन आकारको ढुङ्गा हुनुपर्छ। यसलाई तपाईँले ल्याएर यो ढुङ्गालाई है त्यतिकै काम गर्दैन। यसलाई तपाईँले लिएर आउनु होला। लिएर आइसके पछाडि जुनसुकै बार, जुनसुकै दिन पनि ल्याउन सक्नुहुनेछ। घरमा ल्याइसके पछाडि तपाईँले यो ढुङ्गालाई पवित्र जल अथवा गङ्गा जलले स्नान गराउनु होला। गङ्गा जलले स्नान गरिसके पछाडि तपाईँले यो ढुङ्गालाई आफ्नो पूजा कोठामा राख्नु होला। विशेष गरी यो पत्थर यो किन त्यसरी गरिन्छ भने यो शिवजीसँग सम्बन्धित छ है। यसलाई तपाईँले त्यसरी शुद्धै गरिसके पछाडि तपाईँले यो ढुङ्गालाई आफ्नो इष्टदेव देवी देवता सबै सम्झेर तपाईँले चाहिँ धुपदीप पनि गर्नु होला। धुपदीप गरिसके पछाडि यो ढुङ्गामा असाध्यै शक्तिशाली हुन्छ। त्यस कारणले यसलाई तपाईँले पूजास्थलमा राख्नुपर्ने कारण थियो। जब तपाईँले परीक्षण गर्नलाई तपाईँ कहाँ व्यक्ति आउनुहुन्छ, त्यो व्यक्ति आइसके पछाडि तपाईँले यो ढुङ्गामा मन्त्र हानेर तपाईँले यसरी घुमाउनु होला। 11 पटक मन्त्र भन्नु होला है। यसरी
घुमाउँदै मन्त्र भन्दै गर्नलाई जब मन्त्र हुन्छ त्यो मन्त्र भन्नलाई मन्त्र भइसकेपछि लास्टमा गरेर फुक्नलाई फुक्दै घुमाउँदै गर्नलाई फेरि अरूचोटि मन्त्र भन्नलाई यसरी घुमाइरहनलाई गर्नलाई फेरि अरूचोटि मन्त्र भन्नलाई फेरि घुमाउनु होला। यसो गरेर तपाईँले 11 पटक यसलाई घुमाउँदै मन्त्र भन्दै गर्नु होला र अनि त्यस पछाडि यो मन्त्र यसलाई ढोगेर भैँमा राखिदिनु होला। जब तपाईँले भैँमा राख्नुभयो तपाईँ जुन व्यक्ति आउँछ तपाईँ कहाँ बिरामी त्यो व्यक्तिलाई यसमा बसल्नुभन्दा पहिले त्यो व्यक्तिलाई पनि यो ढुङ्गालाई प्रणाम गर्न लाउनु होला है, ढोग्न लाउनु होला 3 पटक। 3 पटक त्यो व्यक्तिलाई ढोगेर जे छ त्यही देखा पराए परमेश्वर भन्नु होला। त्यसपछि तपाईँले व्यक्तिलाई ढुङ्गामा बसाल्नुभयो। जब व्यक्ति ढुङ्गामा बसाल्छ अनि बसाल्नुहुन्छ तपाईँले त्यसपछि तपाईँले भन्नु होला यो व्यक्तिलाई त्यो मन्त्र त तपाईँले भनिसक्नु भएको छ मनमनी मन्त्र भन्नु होला र तपाईँले भन्नु होला यो व्यक्तिलाई भूत प्रेत मरिमसनको बाधा छ भने दाहिने घुम अथवा तपाईँले देब्रे घुम पनि भन्न सक्नुहुन्छ। यदि छैन भने त्यसको विपरीत घुम, जस्तै भूत प्रेत मरिमसनको दोष छ भने यो ढुङ्गा दाहिने घुम, छैन भने देब्रे घुम, त्यसरी भन्नु होला। उसको शरीरमा भूत प्रेतको बास छैन भने देब्रे घुम छ, भूत प्रेतको बास छ भने दाहिने घुम छ। साँकिने डाकिनेको दोष छ दाहिने घुम, छैन देब्रे घुम, तपाईँले त्यसरी भन्नु होला। यदि छ भने दाहिने घुम्छ, छैन भने त्यो व्यक्ति बसिरहेको ढुङ्गा बायाँ घुम्छ है, देब्रेपट्टि घुम्छ। तर उसको खुट्टाले यसै मात्र टेक्नुपर्छ, यसमा बिचको कुर्कुचा र औँलाको बिचको भागले यहाँ टेक्नुपर्छ, खुट्टाको माझी भागले। त्यो खुट्टाले उसको भुइँ छुनाउँदैन। उसलाई लड्न नदिनको लागि उसले चाहिँ आफ्नो हातले एउटा औँलाले है सकिन्छ, एउटा औँलाले सकिँदैन, यो औँलाहरूले मात्र भुइँमा स्पर्श गर्नुपर्ने हुन्छ है, किनभने त्यो घुम्दाखेरि लड्छ र उसले आफैले घुम्न चाहिँ पाउँदैन, आफैले घुम्न पाउँदैन। त्यो मन्त्र तपाईँले हानिसकेपछि उसलाई रिलिज गराइन्छ है। उसले घुमेको अनुभव गर्छ र ढुङ्गा बिस्तारै बिस्तारै घुम्न थाल्छ। यसलाई धेरै छिटो नघुमाउनु होला। र कस्तो अवस्था नबसाउनु होला यसमा भन्दा जब मान्छे प्रेसर हाईको मान्छे छ त्यो ढुङ्गामा नबसाल्नु होला। जब मान्छे मेन्चुरेसन भएको महिला दिदीबहिनी हुनुहुन्छ ढुङ्गामा नबसाल्नु होला। गर्भवती महिला हुनुहुन्छ ढुङ्गामा नबसाल्नु होला। शुद्धता छैन, पवित्रता छैन, जाँड डोक्सी मासु मदिरा पानहरू गर्नु भएको छ ढुङ्गामा नबसाल्नु होला। जब मान्छे शुद्ध र पवित्र हुन्छ जुनसुकै उमेर समूहको मान्छेले पनि तपाईँले ढुङ्गामा बसाएर त्यसरी परीक्षण गर्न सक्नुहुनेछ। विस्तृत जानकारीको लागि भने तपाईँले भिडियो हेर्दै गर्नुहोला। यो भिडियो तपाईँहरूको लागि लाभप्रद साबित हुनेछ भन्दै आजको बसबाट यहाँहरूमा उजेल पाउन चाहन्छु। बिदा दिनुहोस्। हस्त नमस्कार।